भनेदेखि प्रभु यीशु मसीह जन्मिनु भयो, यो कुरा चाहिँ बाइबलले एकदम किटान गरेको कुरा हो, यो सत्य कुरा हो। प्रभु यीशु मसीह धरतीमा जन्मिनु भयो। अनि आज हामी उहाँको विशेष उत्सवलाई होइन तर उत्सुकतालाई चाहिँ हामी लिएर अगाडि बढ्नुपर्छ। उत्सवलाई चाहिँ हामी लिँदैनौँ तर उत्सुकतालाई चाहिँ लिँदैनौँ, तर यसको बिचमा जिज्ञासाहरू, यसको मूल्य कारण के छ, अनि हामी यसलाई बुझ्नको लागि हामी गइरहेका छौँ प्रभु यीशु मसीहको जन्मको बारेमा। है आज उहाँ किन जन्मिनु भयो यहाँ हामी पढ्दैछौँ। लुका रचित सुसमाचारको किताब 2 अध्यायको 10 अनि 11 पद हामी पढ्छौँ। त्यहाँनिर त्यो समयमा नै एउटा मूल कारण त्यहाँनिर बताइएको छ। अनि त्यहाँबाट हामी थाहा पाउनु सक्छौँ यीशु ख्रीष्ट चाहिँ किन जन्मिनु भयो, उहाँ जन्मिने कारण के थियो, कि उहाँ नजन्मिँदा हुन्थेन संसारको लागि, र उहाँ जन्मिँदा चाहिँ के फाइदा भयो संसारलाई भन्ने कुरा चाहिँ यहाँ लेखिएको छ। हामी यहाँनिर पढिरहेका छौँ। अनि स्वर्गदूतले तिनीहरूलाई भने नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु। जो सबै मानिसहरूको निम्ति हुनेछ। किनकि आज तिनीहरूका निम्ति दाउदको शहरमा एकजना मुक्तिदाता जन्मिनु भएको छ। जो ख्रीष्ट प्रभु हुनुहुन्छ। त्यस कारणले गर्दा यहाँनिर लेखेको छ, यहाँनिर यो जो सबैको लागि हुनेछ, जो चाहिँ प्रभु यीशु मसीह मुक्तिदाता जन्मिनुहुन्छ भनेर यहाँ लेखिएको छ। यो चाहिँ स्वर्गदूतलाई परमेश्वरद्वारा दिएको सन्देश थियो। अनि यो स्वर्गदूतद्वारा दिएको सन्देश हुनाले गर्दा यहाँनिर कुनै तारिक डेटहरू लगाइएको छैन, किनभने ईश्वरीय जग्गामा त्यहाँनिर कुनै तारिक चल्नेवाला छैन, कुनै डेट पनि त्यहाँ चल्दैन। अनि यसै कारणले यो ईश्वरीय कुरो भएको कारणले गर्दा बाइबलमा डेटहरू मेन्सन गरिएको हामी पाउँदैनौँ। तर एउटा कुरा चाहिँ यहाँ लेखेको छ, यो सबैको लागि हुनेछ, जो चाहिँ मुक्तिदाता भनेर जन्मिनु भयो, प्रभु यीशु मसीह जन्मिनु भयो। यस कारणले गर्दा आज हामी 25 डिसेम्बरको उत्सवमा चाहिँ हामीले तपाईँहरूलाई एउटा यस्तो सन्देश लिएर आएका छौँ कि प्रभु यीशु मसीह को हुनुहुन्छ भने जान्ने कुरा। त्यो जानेर चाहिँ जुन प्रकारको आनन्द हामीले महसुस गर्न सक्छौँ त्यो चाहिँ फरक प्रकारको हुन्छ। अहिले कतिले यो के अरे क्रिस्चियन समाजमा यो उत्सवहरू मनाइरहेको छ, तर यो कुरा भित्र जानेर यो आत्माले उत्सव मनाएको छ भने चाहिँ यो चाहिँ असल हो। तर यसलाई बाहिरी प्रकारले एउटा शरीरमा मात्रै उत्सव छ भने चाहिँ यो शरीर सधैँभरि रहँदैन। त्यस कारण त्यो उत्सव पनि सकिन्छ। फिलिपी किताब 3:21 पदमा लेखेको छ, किनभने एउटा अविनाशी शरीर आउँछ, त्यति बेला नाशवान शरीर हटेर जान्छ। अनि यो शरीरमा मात्रै प्रभु यीशु मसीहलाई बुझेर तपाईँ क्रिस्चियन समाजमा जति हुनुहुन्छ तपाईँले प्रभुलाई चिन्नु भएको छ, तर यसलाई राम्रो प्रकारले भित्र आत्माद्वारा नै यस कुरालाई जान्नु भएको छैन भने चाहिँ तपाईँको शरीरले मात्रै यो उत्सव बनाउँछ। अनि त्यो उत्सव चाहिँ यो शरीरसम्म मात्रै हुन्छ। अनि त्यसपछि अर्को शरीर जो आत्मिक शरीर, ईश्वरीय शरीर आउँदाखेरि चाहिँ त्यो उत्सव मनाइन सकिँदैन स्वर्गमा। यसै कारणले जति पनि प्रभुलाई पाउनुभएका तपाईँ यहाँ हुनुहुन्छ, तपाईँले पनि राम्रो प्रकारले यो कुरालाई बुझ्नुपर्छ कि तपाईँले भित्र एउटा आत्माद्वारा उत्सव मनाएको हुनुपर्छ। अनि त्यो उत्सव चाहिँ यहाँ मात्रै नभएर त्यो चाहिँ स्वर्गसम्म पनि पुग्छ। यस कारणले गर्दा यहाँनिर हामी पाउँछौँ प्रभु यीशु मसीह एउटा मुक्तिदाताको जन्म भएको छ। आज मुक्तिदाताको दरकार मान्छेलाई संसारमा थियो, किनभने आज मुक्ति भन्ने कुरा चाहिँ यस्तो चिज हो। तपाईँले एउटा दलदलले देख्नुहुन्छ, त्यो मुनि चाहिँ पानीको सतहहरू घुमिरहेका हुन्छन्, अनि माथि चाहिँ एउटा चिचड हिलोहरू हुन्छ, त्यहाँ चाहिँ एउटा दलदलले जमिन्छ। अनि त्यो मान्छे पछि त्यो पानीको सतह मुनि घुमेको कारणले गर्दा चाहिँ त्यो मान्छेले त्यो हिलोबाट तल तान्छ। अनि त्यो मान्छे चाहिँ त्यहाँबाट आफै चाहिँ निक्लिन सक्दैन। अनि उसलाई चाहिँ कसैले देख्यो भने के उसलाई केही प्रकारको डोरीहरू अथवा के उसलाई साधन केही फ्याँकेर चाहिँ त्यहाँबाट निकाल्नुपर्छ। अनि त्यहाँबाट निक्लिन्छ ऊ किचडबाट। तर आफू चाहिँ जति उसले प्रयास गर्यो त्यति नै मुनिको सतह, पानीको सतह मुनि चलेको कारणले गर्दा अझै उसलाई तल तान्ने कारण बन्छ। अनि उसलाई चाहिँ त्यो हिलोबाट किचडबाट तान्नका लागि चाहिँ उसलाई कसैको दरकार पर्छ। त्यस्तै प्रकारले मानव जाति संसारमा एउटा पापको किचडभित्र रहेको छ। अनि त्यहाँबाट चाहिँ कुनै पनि मान्छेले कोसिस चाहिँ गरिरहेको छ, मान्छेले कोसिस नगरेको होइन, गरिरहेको छ। हाम्रो पुर्खाहरूले पनि कोसिस गरिरहेका थिए, तर त्यही कोसिसलाई सकारात्मक बनाउनका लागि चाहिँ प्रभु यीशु मसीह संसारमा आउनुभयो। अनि उहाँलाई चाहिँ जन्मिँदाखेरि नै स्वर्गबाट यसो भनेको थियो कि त्यहाँ मुक्तिदाताको जन्म हुँदैछ, यहाँ चाहिँ एउटा धर्मगुरुको जन्म हुँदैछ, एउटा धर्म स्थापना गर्ने एउटा धर्मगुरुको जन्म हुँदैछ भनेर यहाँ लेखिएको छैन।
तर यहाँ चाहिँ यस्तो लेखिएको छ कि एकजना दाउदको सहरमा मुक्तिदाताको जन्म हुँदैछ भनेर लेखिएको छ। त्यस कारणले गर्दा चाहिँ संसारलाई चाहिँ यसरी मुक्तिदाताको आवश्यकता थियो कि हामी आफ्नो कोसिसले पापको किचडबाट हामी निक्लन सक्दैनौँ। यसै कारणले गर्दा परमेश्वरले आज मानिस जातिलाई सृष्टि गरेको हुनाले गर्दा मानिस पापको किचडमा रहे तापनि त्यसबाट चाहिँ मुक्त गर्ने अथवा मुक्त गर्नु अथवा मुक्ति भनेको त्यो कुरालाई निकाल्नुलाई चाहिँ मुक्त भन्छ। कुनै पनि किचडबाट केलाई निकाल्नको लागि मुक्त गरिन्छ। त्यसै प्रकारले मानिस जाति पापको किचडमा भएको हुनाले त्यहाँबाट निक्लनको लागि चाहिँ एउटा मुक्तिदाताको जरुरत थियो। अनि त्यो कुरा अनि मुक्तिदाता भनेको चाहिँ मुक्ति दिन सक्ने दाता, मुक्तिदाता भनेको चाहिँ अर्थ चाहिँ त्यो मुक्ति दिन सक्ने हो दाता भन्नेको अर्थ चाहिँ। अनि यस कारणले गर्दा मानिस जाति एउटा यस्तो किचडमा आज परेको छ। अनि त्यो किचड चाहिँ यहाँनिर बाइबलले देखाएको छ। मर्कुस रचित सुसमाचार 7:21 जाँदै गर्दा चाहिँ यति डरलाग्दो किचडहरू छ पापको। त्यहाँबाट चाहिँ हामी कसै प्रयास चाहिँ गरिरहेको छौँ आफ्नो तरतरिकाले आज युगौँदेखि, तर त्यो सम्भव भएको छैन, कसैले पनि सम्भव गर्न सकेको छैन। यो चाहिँ यस्तो डरलाग्दो किचड तपाईँहरूलाई यहाँनिर हामी पढेर सुनाइरहेका छौँ। किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचारको एउटा किचड छ। परिस्थिति गमन अनि अझै गहिरो हुँदै गयो, परिस्थिति गमनमा आयो, अनि बेविचारमा अझै त्यो किचड चाहिँ मुनि पर्यो, हत्या हुँदा अझै त्यो किचडको गहिरोमा पुग्यो, चोरी हुँदाखेरि अझै त्यति डुब्यो, अनि लोभको किचडमा अझै उ जाँदैछ उँधो, एकदम दुष्टता हुँदा तल पुग्यो, अनि छल हुँदा अझै तल किचड जाँदैछ, कामुकताले अझै तल लाँदैछ, अनि त्यो नराम्रो हेराइले अझै तल लाँदैछ मान्छेलाई, निन्दाको किचडले अझै तल लाँदैछ, मूर्खतामा अझै डुब्दैछ, घमण्ड निस्कन्दछन्। घमण्ड यो 13 प्रकारका स्तर अनुसारको किचड यति तलदेखि खुट्टाको त्यो कुर्कुचादेखि डुबाउँदै यी सबै खराब कुराहरू सबै किचडहरू चाहिँ भित्रबाट नै त्यो भित्रबाट आउँछ। त्यो हिलो चाहिँ निस्कन्दछन्। यो दलदले चाहिँ भित्र मान्छेको हृदय भित्र छ र मानिसलाई अशुद्ध पार्दछन्। अनि यो मान्छेलाई अशुद्ध पार्दछ। अनि कुनै पनि प्रयासले मान्छेले नगरेको होइन, कयौं सालदेखि जब मान्छे यहाँ उत्पन्न भयो, सुरुमै आदमले नै यो कोसिस गरेका थिए कि उसले रुखको पत्ताहरू लगाएर त्यो कोसिस गरिरहेका थिए। अनि मान्छेले परमेश्वरले त्यो दिनदेखि नै सोचे कि मान्छेले चाहिँ यो पापको किचडबाट अथवा हिलोबाट दलदलेबाट आफ्नो तरिकाले निस्कन सक्दैन।